जब मान्छे एन्जाइटी डिप्रेसनमा जान्छ अनि मेरो नजिकमा मलाई महसुस भएको व्यक्तिसम्मलाई मैले आफै पनि भनेर हिल गरेको छु, यो छैन, यो विचार चलिरहेको छ, यो मुस्किल छ, यो गाँठो परेको छ है, होइन। र म उसलाई बडा सजिलैसँग उसलाई भन्छु र अहिले यो हाम्रो प्रोग्रामको मार्फतबाट नि भन्छु, जब जीवनमा कुनै चिजको गाँठो पर्छ भने गाँठो फुकाउने एउटै उपाय हो रिभर्स जानु। त्यो गाँठोलाई जति तानि नै रह्यो त्यो तानेर झन् गाँठो यसरी कसिन्छ कि त्यो कसैले पनि खोल्न सक्दैन। बस जेसरी गाँठो पर्या थियो त्यही नै बाटो वापस जाने हो भने त्यो खुल्छ नि, होइन। तर यति सानो चिजमा पनि हामी गर्न किन सक्दैनौँ भने हाम्रो समाजले इगोलाई पर्सनालिटीमा परिणत गरेको छ। जो जति इगोइस्ट छ नि मान्छेले भन्छ वाह क्या पर्सनालिटी छ त्यसको, तर त्यो बिचारालाई थाहा होला त्यो इगोले दिनभरि यति फुल्या हुन्छ, राति सुत्नलाई उसलाई त 2 घण्टा त्यही रिलिफ गर्नमै लाग्छ, हैन। हो, यो भ्रम तोड्नलाई बहुत इजी वेहरू छन्। हामीलाई बेचैन गराउने त्यति ठुला कुराहरूले गरे हुँदैन, बडा सानो कुराले गरे हुन्छ। सानो खेल छ र समस्या त्यहाँ भयो हामी ज्यादै सानो चिज देख्न सक्दैनौँ, ज्यादै सानो चिज पक्रिन सक्दैनौँ, हाम्रो होल्डमा आइदिँदैन। त्यसैले चतुरीहरूले अलग अलग तरिकाले यो समाजमा विकृतिका कुराहरू फैलाउँछ, होइन। मेरो उद्देश्य भनिहालेँ यही नै हो, हरेक युवाभित्रको त्यो गाँठो फुक्नुपर्छ, किनभने जीवन भन्दा बहुमूल्य कुनै समस्या नै हुँदैन।